बाई बाई आज कता हो हाम्रो हेलो एभ्रिवान वेलकम ब्याक टु माई न्यू ब्लग स्वागत छ हाम्रो अर्को ब्रान्ड न्यू ब्लगमा धेरै पछाडि ब्लग आज हाम्रो यो एरिया चाहिँ आजबाट हाम्रो यो एरिया चाहिँ बिदाई हुँदैछ है यो एरिया चट लाएर टक्क क्याम्प हाम्रो यहाँ छ चट लाएर क्याम्पबाट चाहिँ आज बिदाई हुँदैछ क्याम्प चेन्ज यहाँ सामानहरू सब बाहिर निकालिरहेको छ एक लट चाहिँ गइसकेको छ र सामान बाहिर निकालिरहेको छ यति बेला है टक्क लाएर चाहिँ सानो गाडीमा चाहिँ चट्टमा चाहिँ हामीले सामानहरू लोड गऱ्यौँ है चट्ट लोड गरिसकेपछि हामी टक्क आरामले टक्क बसिरहेको छौँ कतिखेर हामीसँग बस आउँछ र बसमा आएपछि हामी जान्छौँ भनेर चाहिँ टक्क बसिरहेको थियौँ टक्क हेर्दै बाई बाई आज कता हो हाम्रो आज अलकोच जेब्लाली टु अलकोच पार्कको आदेन बिदाई हैन जेब्लाली पार्कलाई बाई बाई सबजना हेर्दा चाहिँ एकदम खुसी जस्तो देखिन्छ हैन त यहाँ अब पार्कलाई छोडेर चाहिँ हामी अर्को क्याम्पमा नयाँ क्याम्पमा जाने भएको हुनाले चाहिँ सबजना खुसी जस्तो देखिन्छ तर यहाँ खुसी भन्दा पनि धेरै समय पछाडि चाहिँ हामी बसमा आएर चाहिँ हामी पर्खिँदा बसको प्रतीक्षा पछाडि चाहिँ चट्ट लाएर यतैबाट चाहिँ सबजना खुसी हल्का भएर चाहिँ यहाँ केटाहरू सबजना यता हेर्दै अनि टक्क म्याङ्गो मार्केटहरू यस्तो हेर्दै छ केही भन्नु छैन अब के गर्नु यस्तै छ नयाँ क्याम्पमा जाँदैछौँ हामी क्याम्प नयाँ क्याम्प हो क्याम्प होइन विशाल यता केही छ दुई चार सम्मानको पार्कतिर कोही थियो कि भए जेब्लालीतिर मायालुहरू सबै छोडेर रमल घारी छोडी होइन त अर्को रमलतिर अब नसोध मलाई कहाँ छ तिमी उस्तै छु म त यस्तै गर्दै ठ्याक्कै हामी आइपुग्यौँ नयाँ क्याम्पमा आएर यस्तै हेर्दा त अब सानो गाडीबाट सामान झार्दिएको रहेछ यता र उता सामान त कता हो कता खोज्दा ल हेरौँ त पोकी कता हो खोइ आफ्नो सामान बोकी अब जानुपर्ने हुन्छ 3 तला माथि तर यहाँ सामान भेट्नै मुस्किल भएर खोज्दा बल्ल यसो खोज्दा यसको सामान यता उसको त्यसपछि हाम्रो टोली सिधै गयो बेडहरू लिनको लागि बेड लिन जाँदा त हेर्नुहोस् यहाँ यस्तो छ भिडमा पनि बाजा यता र उता म लान्छु यो बेड त लान्छु यो बेड भन्दै पुरै छ अब यस्तोमा बेड त लिनै पर्यो बेडहरू लिएर हामी तेस्रो फ्लोरमा पुग्यौँ तर त्यहाँ पुगिसकेपछि हामीलाई नोट बोल्टु चाहिने हुन्छ नोट बोल्टु हामीसँग धेरै थिएन र यसो खोज्दै थियौँ एक दुईवटा जोड्दै थियौँ र अरू सामान भेटिएन नभेटेपछि हामीले एउटा बेडको मुनिको मात्रै जोडी कतिवटा फ्लोरमा कतिवटामा कोले लगेर चाहिँ सामान हामीसँग छ अहिले हामीसँग यस्तो यति मात्रै छ अहिले चाहिँ रातिको 1 बज्न लागिसकेको छ र यति बेला चाहिँ भर्खर हामीसँग नोट बोल्टहरू आइसकेको छ भइरहेको छ यति बेला र यहाँ देख्न सक्नुहुन्छ बेरोजगारीहरू यसरी एरेन्जमेन्ट भइरहेको छ र यहाँ कतिवटा सामान त छ है त्यस्तै हो यतिको राति 1 बजेको बेला बल्ल हुँदैछ फिटिङ आजको लागि ब्लग यहीँ सिद्धिङ हामी फेरि अर्को ब्लगमा आउँदैछौँ वेटिङ